बाटो हुनु पर्दो रहेछ क्या नत्र हेप्छ मान्छेले पहिला म कस्तो सोझो थियो कस्तो हेप्थ्यो अब बाटो भएपछि कसले हेप्छ कसैले हेप्दैन बुढो सोझो भयो भने बुढी चाहिँ अलि कडै हुनुपर्छ अरे कि त बुढी सोझो भयो भने बुढो अलिक कडा हुनुपर्छ अरे भन्छ उहाँ बिना म काहीँ पनि जाँदैन सँगै जानु टोयलेट गयो नि मसँग जानुपर्ने होइन त्यस्तो हुन्छ नि बाहिर त अँध्यारो हुन्छ नि त हाम्रो टोयलेट बाहिर छ नि त उसलाई अँध्यारोबाट डर लाग्छ कि त्यही भएर गएको गाउँमा भगाएको त के भन्ने अब जाँदा चाहिँ भगाएको जस्तो देखिन्छ होइन तर त्यस्तो भागेको चाहिँ होइन कि लाना चाहिँ केमा लानुभयो बाइकमा लगेको भिडियो भाइरल भएको थियो कि स्कुटरमा जान मन त स्कुटरमा पनि थिएन झन् हामीले त गाडीमा जाने भनेको थियो है बसमा थियो पनि तर होइन स्कुटरमै जाऊँ भनेर गएको मात्र कुराकानी फ्यामिलीले भइसकेको थियो तपाईँले सिधै फोन गरेर छिट्टो लिन आऊ भनेर भन्नु परेन त छिटो आउनु पर्यो किन यसरी आत्तिएको हौ जेसा आत्तिनु परिहाल्यो नि एक बारको जुनिङमा बिहे भएको एकचोटि अनि आत्तिनु परेन त्यो बिहेमा उहाँको घरमा चाहिँ जान माने थिएन नि तपाईँ होइन ए त्यो कन्टेन्ट कन्टेन्ट बनायो कहाँ झन् मलाई कतिखेर लिन आउने छिटो आऊ भन्ने अनि म जान मान्दिनँ होला त भनेपछि तपाईँले नै फोन गरेर बोलाएको मलाई लिएर जाऊ भनेर छिटो लिन आऊ भने होइन यो दिनमा फिक्स भएको थियो नि त फ्यामिली हाम्रो सबै भनौँ न फ्यामिलीसँग नि कुराकानी भएर आमा बाउसँग नि बाउ त के भने मलाई ससुरा बा भनौँ न बाबा सासु आमा मेरो मम्मी ऊ चक्लेटी म त गोरै छु त अलिकति सबैले काले काले हुन्छ काले चाहिँ होइन चक्लेटी होला चक्लेटी हो हेर्दा पनि जिउडाल मिल्दो रहेछ छिटिक्क साना चक्लेटी दुइटै भन्छ नि त्यस्तो ऊ चक्लेटी म त गोरै छु त अलिकति सबैले काले काले हुन्छ हजुर काले चाहिँ होइन चक्लेटी होला चक्लेटी हो हामी त भेटेको त पहिल्यै हो अब हजुर रिलेसनलाई पब्लिक चाहिँ गरेको थिएन गर्नु भएको थिएन हजुर जेसा तपाईँले हामीले पहिला वार्ता लिँदाखेरि त तपाईँको बोयफ्रेन्ड अफेयर चलाएकै छैन भन्दा छैन भन्नुभएको थियो त उहाँले त पहिलेदेखि त्यो भन्नुभएको थियो त त्यस्तो बोयफ्रेन्ड गर्लफ्रेन्डै थिएन अनि साथी भनेर थियो अनि पछि त अब फ्यामिलीसँग जोडिँदै जाँदा अब हुनै पर्ने बाध्यता भयो क्या है बाध्यता के भनौँ राम्रै थियो अनि हामी त भेटेको त पहिल्यै हो अब हजुर रिलेसनलाई पब्लिक चाहिँ गरेको थिएन त्यस्तो बोयफ्रेन्ड गर्लफ्रेन्डै थिएन अनि साथी भनेर थियो अनि पछि त अब फ्यामिलीसँग जोडिँदै जाँदा अब हुनै पर्ने बाध्यता भयो क्या है तर फेरि दुईटा बिहे हुन्छ नि त हाम्रो अब एउटा त ग्रान्डवाला अब यस्तै ग्रान्डवाला त बाँकी छ नि त्यो चाहिँ बच्चा जन्माएपछि हो कि होइन त्यो त अब कहिले बच्चाकै पछाडि लाग्नु हामीसँग विशेष संवादको लागि टिकटक भाइरल जेसा तामाङले विवाह गरेको एक महिनाभित्रै ठुलो व्यवसाय सञ्चालन गर्नुभएको छ अत्यन्तै सुविधा सम्पन्न फुड सेन्टर क्याफे खोल्नु भएको छ जेसालाई यतिसम्मको सपोर्ट गरेर श्रीमानको यसमा चाहिँ दयाको दृष्टि भनौँ अथवा निगाहको अङ्गालो छ भने के छ कसरी यो व्यवसाय सञ्चालन गर्नुभएको छ यो भने त सोध्नै बाँकी छ म कुराकानीमा जोडिन चाहन्छु नमस्ते स्वागत छ यहाँ दुवैजनालाई नमस्ते जेसा नमस्ते नमस्ते अलिक ठुलो बोल्नुपर्छ है मान्छे सानै भयो होइन अलिकति अनि यो विवाह भएको एक महिना भयो जेसालाई त हामीले सबैले चिन्छौँ जेसाको श्रीमानज्यूलाई चाहिँ परिचय दिँदै गर्दाखेरि कसरी भनौँ पहिला भनिदिनुहोस् मेरो चाहिँ आशिष तामाङ घर नुवाकोट हजुर हामी त भेटेको त पहिल्यै हो अब हजुर रिलेसनलाई पब्लिक चाहिँ गरेको थिएन गर्नु भएको थिएन हजुर जेसा तपाईँले हामीले पहिला तपाईँ भाइरल हुँदै गर्दाखेरि अन्तर्वार्ता लिँदाखेरि त तपाईँको बोयफ्रेन्ड अफेयर चलाएकै छैन भन्दा छैन भन्नुभएको थियो त उहाँले त पहिलेदेखि त्यो भन्नुभएको थियो त त्यस्तो बोयफ्रेन्ड गर्लफ्रेन्डै थिएन अनि साथी भनेर थियो अनि पछि त अब फ्यामिलीसँग जोडिँदै जाँदा अब हुनै पर्ने बाध्यता भयो क्या है बाध्यता के भनौँ राम्रै थियो अनि अलिकति व्यवसायको कुराकानी जोड्छौँ हामी कति खर्च लाग्यो यो हेर्दाखेरि त धेरै ठुलो हल छ सुविधा सम्पन्न छ बर्थडे सेलिब्रेसन गर्न मिल्ने रहेछ सानोतिनो यहाँ बैठक पनि गर्न मिल्ने रहेछ अत्यन्तै सुविधा सम्पन्न छ क्याफे कति खर्च लाग्यो खर्च त कति अब नाम त मेरो नामले चाहिँ मेरो नामले हो अब होइन खर्च कति लाग्यो सबै चाहिँ हेर्ने उहाँले हो के खर्च सर्च उहाँलाई थाहा होला लगानी कति लाग्यो भनिदिनुहोस् त ज्वाइँ साहब कति लाग्यो भनौँ अब
हिसाब गर्नै बाँकी छ, अझै खर्च जाँदैछ। अब भर्खर अहिलेसम्म त कति खर्च गर्नु भयो? भयो होला 30-40 बढी नै भइसक्यो। बढी भयो। जिसाले भन्नुभएको थियो 50 ओभरै क्रस भइसक्यो भन्ने कुरा आयो। यताउति गर्दा अब यता त्यो त यो रेस्टुरेन्टको लागि मात्र, अब यता डेकोरेसन यताउता गर्दा त 60-70 नै अब त्यो पुग्छ। भनेपछि तपाईँहरूले योभन्दा पहिला नै सञ्चालनमा लिनु भएको थियो कि के हो? हामीले चाहिँ यस्तो यो ओपनिङ त आज गर्दै हुनुहुन्छ? हजुर, यो बन्द गरेको क्याफे हो। बन्द गरेको क्याफे, अनि हामीले चाहिँ अब लिएर ग्रान्ड ओपनिङ गरेर ग्रान्ड ओपनिङ चाहिँ आज गर्दै हो? हजुर, आज गर्थ्यो। आज के शुभ साइत थियो? शुभ साइत आज हामी दुईजना भेटेको थियो नि त, त्यही भएर यही दिनमा। यही दिनमा कति वर्ष अगाडि? हामी कहिले 3-4 वर्ष अगाडि 3-4 वर्ष अगाडि यही दिनमा भेटाउनु भएको थियो, त्यही भएर यही दिनमा भेटेर झगडा भएको हो क्या। झगडा? कस्तो झगडा पर्यो? झगडा पर्यो त्यतिखेर त साथी थियौँ। साथी होइन, पहिला चाहिँ नाचिने थियो नि त, अनि झगडा परेको थियो। यही दिनमा झगडा परेको थियो, यही दिन झगडाले नै बोल्यो हो नि त हामी दुईजना। त्यही भएर यही दिनमा आज यही डेटलाई चाहिँ टार्गेट गरेर अनि विशेष गरिकन आजको यही डेट राख्नुको कारण नै तपाईँहरू झगडा पर्यो, झगडापछि मिलन भयो, मिलनपछि विवाह भएको यही डेट त होइन नि? फेरि विवाह भएको त अस्ति भर्खर त विवाह, एक महिना त भइरह है। नयाँ विवाह गरिसकेपछिको अनुभव सुनाइदिनुहोस् न हाम्रो दर्शकलाई, कस्तो हुँदो रहेछ? खै कस्तो भन्नु, अब पहिला म चिनेको थिएन, अब चाहिँ चिनिने भयो। जोडिसकेपछि चाहिँ अब धेरैले अब अहिले बाहिर हिँड्दा पनि जेसाको बुढा सबैले भन्नुहुन्छ। पहिला त अब त्यस्तो हाम्रो पब्लिक त थिएन नि त। तर तपाईँहरूको विवाह भयो भन्ने कुरा कसैले पनि विश्वास गरेका थिएनन्, किन? खै सबैले सुटिङ अब उहाँ मोडल भएर नि होला, अब त्यही भएर होला। पनि आउँदो रहेछ त बुढीलाई। 2-3 गीतै छ नि उहाँको, म्युजिक भिडियो छ त। त्यही भएर भगाएर लिएर गएको गाउँमा? भगाएको त के भन्ने, अब जाँदा चाहिँ भगाएको जस्तो देखिन्छ होइन, तर त्यस्तो भागेको चाहिँ होइन कि। लाना चाहिँ केमा लानुभयो? बाइकमा लगेको भिडियो भाइरल भएको थियो कि? स्कुटरमा जान मन त स्कुटरमा पनि थिएन, झन् हामीले त गाडीमा जाने भनेको थियो है, बसमा थियो पनि, तर होइन स्कुटरमै जाऊँ भनेर गएको मात्र। अनि जान त जाने, उहाँको घरमा चाहिँ जान मानेको थिएन नि तपाईँ, होइन? त्यो कन्टेन्ट कन्टेन्ट बनायो कहाँ झन् मलाई कतिखेर लिन आउने छिटाओ भन्ने अनि म जान मान्दिनँ होला त। भनेपछि तपाईँले नै फोन गरेर बोलाएको मलाई लिएर जाऊ भनेर? छिटो लिन आऊ भने होइन, यो दिनमा फिक्स भएको थियो नि त, फ्यामिली हाम्रो सबै भनौँ न, फ्यामिलीसँग नि कुराकानी भएर आमा बाउसँग नि बाउ त के भने मलाई ससुरा बा भनौँ न, बाबा सासु आमा मेरो मम्मी कुराकानी फ्यामिलीले भइसकेको थियो, तपाईँले सिधै फोन गरेर छिटो लिन आऊ भनेर भन्नु परेन त, छिटो आउनु पर्यो। किन यसरी आत्तिएको हौ जेसा? आत्तिनु परिहाल्यो नि, एक बारको जुनिङमा बिहे भएको एकचोटि, अनि आत्तिनु परेन त्यो बिहेमा। जोइ साहबको नाम के पो अरे? मेरो आशिष। मैले आशिष भनेर बोलाउँदा हुन्छ नि होइन? अब टिकटकमा चाहिँ आशे भन्छन् सबैले, गाउँमा चाहिँ आशे भन्छन् हैन कि? टिकटकमा चाहिँ आशेबाट चिनिन्छ। अब मेरो रियल चाहिँ आशिष नै हो। आशिष, हजुर। आशिषजीलाई चाहिँ सिधै श्रीमती, तपाईँको अहिले त श्रीमती हुनुभयो, उतिखेर त साथी थियो होला, सिधै फोन आएर मलाई भगाएर लिएर जाऊ चाँडै भन्दाखेरि के मनमा परेको कुरा, तपाईँले महसुस भएको कुरा के हो? यस्तो भयो, म एक्लै आउँछु लिन आउँछु भन्दा नि नहुने रे, 7-8वटा बाइक ल्याउनुपर्छ, मलाई त फिल्ममा जसरी लिन आउनुपर्छ। डिमान्ड त थुप्रो छ है। फोन गरेर फेरि अनि यता साथीहरूलाई अब दाइहरू हुनुहुन्थ्यो, दाइहरू अनि सबै हामीको 6-7वटा बाइकमा गएर गुडुङ गएर लिएर आइदियो। मुभी जस्तै भयो, भिलेन जस्तै भएर गयो कि हिरो जस्तै भएर गयो? हिरो हो नि, भिलेन त कहाँ? भिलेन त बन्नै भएन नि, बिहे गर्ने बेलामा कहाँ भिलेन बन्यो भने त, अनि बिहे बल्ल हुन लाग्छ, फेरि छुटिहाल्छ नि। तपाईँ हेर्दा पनि जिउडाल मिल्दो रहेछ, चिटिक्क साना चक्लेटी दुइटै भन्छन् त्यस्तो। ऊ चक्लेटी, म त गोरै छु त अलिकति। सबैले काले हुन्छ। हजुर, काले चाहिँ होइन, चक्लेटी होला, चक्लेटी हो ऊ त। खास जेसालाई चाहिँ आशिषको के मन परेर चाहिँ सिधै फोन गरेर छिट्टो लिन आऊ भने? भन्नाले के मन परेर बिहेभियरमा? जुडाल मन पर्यो कि स्वभाव मन पर्यो कि? जुडाल त सुकडै छ, जुडाल त हेर्नु भएन, काले छ तर
कलेज जुडाल हेरेर थोरै न त्यो जीवन काट्ने हो र भनेको के अनि त तपाईँले चाहिँ पहिला त्यस्तो हालतमा हुँदा त साथ दिने मान्छेले अनि त्यही भएर अलिकति मन परेर हो र जेसालाई मन पराउनुको पछाडिपट्टि अथवा के चाहिँ मन पर्यो जेसाको तपाईँलाई? अब यस्तो हो, उहाँले नि अब दुःखै पाएको हो, म पनि अब त्यस्तो दुःखै पाएको। बुझेरै तपाईँले हजुर, हामी एकदम साथी, हामी रिलेसन भने चाहिँ पहिला कस्तो थियो भने साथीको, मसँग 100 रुपियाँ नहुँदा उहाँलाई माग्थेँ, म उहाँसँग नहुँदाखेरि मैले दिन्थेँ। त्यति क्लोज फ्रेन्ड थियो तपाईँहरू है? त्यस्तो फ्रेन्डै थियो त्यतिखेर चाहिँ फेरि त्यस्तो गर्लफ्रेन्ड पायो भने चाहिँ दिएन क्या, हामी साथीकै साथी नाता मात्र नै थियो थियो। क्या त्यतिखेर। अब मम्मीहरूले पनि अब हुन्छ नि त, अब राम्रै छ, मेरो दुःख पाएको, म पनि अब त्यस्तै। उसकोपट्टि त्यही त हो नि, मेरोपट्टि पनि राम्रो छ, सोझो छ, दुःख गरिरहेछ भन्ने। जेसा त फेरि काकै अन्डा छोडे यस्तो बाटिसक्यो अरे भोलि बिहान सोझो मान्छेलाई हो कि नभन्नु त, तपाईँ त बाटियो फेरि होइन। एकजना बाटो हुनु पर्दो रहेछ क्या, नत्र हेप्छ मान्छेले। पहिला म कस्तो सोझो थियो, कस्तो हेप्थ्यो, अब बाटो भएपछि कसले हेप्छ, कसैले हेप्दैन। कुरा पनि अहिले त कस्तो मिठो त आदर चाहिँ जेसाको त है। यही कुरामा बुढो सोझो भयो भने बुढी चाहिँ अलिक कडै हुनुपर्छ अरे कि त बुढी सोझो भयो भने बुढो अलिक कडा हुनुपर्छ अरे भन्छ नि। तपाईँ दुईजनामा को कडा कसो भयो सोझो? अब म खासै त्यस्तो, म त बोल्नलाई अब त्यस्तो आउँदैन। अब मेरो उहाँ बिना म कहीँ पनि जाँदिनँ, त्यस्तो हो क्या। उहाँ बिना म कहीँ पनि जाँदिनँ, सँगै जानु पर्ने, सँगै जानु। टोयलेट गयो नि मसँग जानुपर्ने होइन, त्यस्तो हुन्छ नि, बाहिर त अँध्यारो हुन्छ नि त, हाम्रो टोयलेट बाहिर छ नि त, उसलाई अँध्यारोबाट डर लाग्छ कि, त्यही भएर त्यस्तो नराम्रो। अलिक टाढा छ भन्नु खोज्नु अलिक टाढा छ नि त टोयलेट, अगाडि नै त्यही त नि। अब पहिल्यैदेखि सँगै डबल मिनिङ लाग्यो उहाँको डबल मिनिङ नै जान्छ, त्यही भएर टिकटकभरि अनि नराम्रो कमेन्टहरू गरिरहेको हुन्छ प्रायःले। तर उहाँले अब मनमा आशीर्वाद हो हैन जेसा? हो, जेसाले त्यस्तो कहिले पनि त्यस्तो गर्नुहुन्न। अनि तपाईँ छ नि जेसा त सानो बच्चा जस्तो देखिनुहुन्छ, अब फेरि आशिषलाई बालविवाहको मुद्दा हाल्ला नि, कति भयो उमेर? नारी त छ हाम्रो, नानी त छ, टेन्सन गर्नु पर्दैन। होइन यस्तो हो नि त, मम्मीहरूले नि फ्यामिलीबाट नि माने हो नि त। अब हामीले पनि अब उता मुद्दा हाल्नलाई त अब मम्मीहरूले नमानेर यस कारणै प्रावधान पुरा गरिसक्नु भएको छ, उमेर हदबन्दी चाहिँ एकदम। कतिपय त संसार गर्छन् क्या, सानो कदको हुनुहुन्छ नि त जेसा पनि, अनि तपाईँ पनि बेदर्दा पनि देखाइदिने हो कि। बिहा दर्ता गरिसक्नु भयो हजुर, गरिस। भनेपछि अब नेपालमै केही गर्नुपर्छ भन्ने खालको जोडीले सोचेर यत्रो क्याफे खोल्नु भएको छ होइन? अब भयो भने कति अर्काको दुःख गर्नु, अब आफ्नोमै दुःख गर्ने। अर्काकोमा कति दुःख गरियो, अब आफ्नोमा पनि अलिकति। जेसाले चाहिँ विवाह गर्नुभन्दा पहिला क्याफेमा काम गर्दै हुनुहुन्छ अरे भन्ने खालको समाचार आएको थियो, सुन्नमा आएको थियो। उहाँसँगै हो कि अर्काको क्याफेमा हो कि कसको क्याफेमा चाहिँ काम गर्नु? होइन, हामी त छुट्टै छुट्टै काम गर्थ्यौँ नि। छुट्टै थियो हामी। ऊ पनि कामै गर्थ्यो अर्को ठाउँमा, म नि काम गर्थेँ अर्को ठाउँमा। अनि त्यसपछि कसरी त भेटघाट कुराकानी कतिको हुन्थ्यो? विवाह गर्नुभन्दा पहिला त गुड नाइट नभनिकन सुत्दैनन् रे प्रेमी जोडी? त्यस्तो पनि थिएन हाम्रो, त्यस्तो थिएन। गुड मर्निङ नभनिकन उठ्दै नउठ्ने अरे त्यस्तो त्यस्तो केही थिएन। जस्ट रात पनि फोन गर्दाखेरि कतिसम्म बज्थ्यो टाइम? त्यस्तो राति बोल्ने टाइम हुनु पर्यो नि, थकै लागेर आएको हुन्थ्यो, अनि कहाँ बोल्ने टाइम हुँदैन नि। भेट्ने टाइम नै हुँदैन। बिहानको 3 बजे त म काममा जानुपर्छ, ऊ फेरि बिहान 7 बजे काममा जानुपर्छ। है 7 देखि अनि पछि त तपाईँहरू राम्रोसँग त्यो प्रेम सम्बन्धमा बस्दाखेरि पनि राम्रोसँग रमाइलो गर्ने वातावरण पनि भएन नै छ है? त्यस्तो त थिएन। त्यस्तो रमाइलो त केही गरेन हामीले। अब अर्काको काम गरेपछि रमाइलो घुम्न जानु मन लाग्थ्यो, तर के गर्नु, अर्काको काम गरेपछि छुट्टी नपाउने, भनाइ खानु पर्थ्यो। त्यही भएर आफ्नो सुरु गर्नु भयो अहिले? अब अहिले त सुख गरेर गरियो, अब गरियो अलि गरियो भनेर नाम कमाइयो भनौँ न। नाम कमायो, यति चाहिँ खोल्यो। अब अर्काकोमा कति दुःख गर्नु, अब चाहिँ आफ्नोमै गर्नुपर्छ, के त गर्नुपर्छ भनेर अब एउटा आर्ट लिएर उहाँले नि होइन गर्ने भने गरौँ न त भनेर अब खोलिहाल्यो। आशिष र हाम्रो जेसाले यति ठुलो लगानीमा यत्रो क्याफे खोल्नु भएको छ, यो सबै स्रोत भनौँ न आर्थिक स्रोतहरू चाहिँ आशिषकै घरबाट हो कि जेसाले पनि सपोर्ट गर्नुभएको हो कि भन्ने खालको दर्शकहरू अथवा फ्यान फलोवर्सहरूले पनि चासो राख्ला?
त्यो ला के सुन्नु भएको यस्तो कहाँबाट आयो कसले सपोर्ट गर्यो भन्ने खालको अथवा तपाईँहरूबाटै कमाएको पैसा थियो कि भन्ने कुरा पनि आउला के होइन यस्तो हो अब त्यो खुलाउनु भन्ने खुलाइदिउ यस्तो हो भनौँ न टिकटकबाट पनि छ होइन सबै मेरो छ भन्दिनँ उहाँको पनि छ कतिपय कुरा ऋण पनि छ थियो ऋण पनि थियो उहाँको पनि छ पर्सनली मेरो पनि पर्सनल छ त्यति हो अहिले त त्यस्तो केही पनि होइन घर फ्यामिलीबाट स्वीकृत पाएर विवाहबारी गरेको भन्ने कुरा त आयो जेसा बाबा त इन्डियामा हुनुहुन्छ बाबालाई जानकारी गराउनु भएको छ कि छैन बाबाले वास्ता गर्नु भएन भने मैले किन गर्नु गर्नुपर्छ नि विवाह भन्ने कुरा त अब होइन के कसो आएछ भन्नु त अब कन्ट्याक्ट गर्न चाहिँ खोजे हो अब काहीँबाट नि भएन भने त भएन के अब कन्ट्याक्ट पनि नचाहेको चाहिँ होइन कन्ट्याक्ट चाहिँ गर्न खोजियो तर सम्पर्क गर्न नआएपछि होइन जन्मदिने एउटा अब कन्ट्याक्ट त गर्न खोज्यो हामीले अब अरूले लागिरह होला भागेर बिहे गऱ्यो यताउता तर त्यस्तो चाहिँ होइन हामी सबैलाई कन्ट्याक्ट गर्न चाहिँ खोज्यो अब कन्ट्याक्टमै नआएपछि त अब के गर्नु जेसाले अब मम्मीलाई हेरेर रेकटेक गरेर बस्दै गर्नु भएको थियो मम्मी पनि अब बुढेसकालले छोइसक्यो होइन विवाह गरिसक्नुभयो आशिषसँग मम्मीलाई चाहिँ कसरी राख्ने त ल हामीहरू सबै सँगै बस्नु हेर अब म सासुआमा र छोरीलाई सँगै राखिराख्नु भएको एकदम म सासु आमालाई त अब कहाँ उहाँ पनि अब एक्लै हुनुहुन्छ अब उता फ्यामिलीहरूले पनि हेर्नुहुन्न अब मै त हो हेर्ने भनेको अब दिदीहरू भने इन्डिया हुनुहुन्छ दिदीहरूले हेर्ने कुरा आउँदैन अब जे छौँ हामी छौँ आशिषको फ्यामिलीपट्टि पनि मेरो फ्यामिलीपट्टि पनि मेरो फ्यामिली पनि त्यस्तो छैन नि त त्यो उसको मम्मी आयो यताउता त्यस्तो होइन हामी चाहिँ एकदम काठमाडौँ बस्यो नि सँगै बस्ने गाउँमा बस्यो नि सँगै बस्ने मम्मीसँगै जाने हजुर मम्मीसँगै बस्ने मेरो फ्यामिलीसँग नि टाढा नबनाउने उहाँको फ्यामिलीसँग नि टाढा नबनाउने भनेर चाहिँ अनि हामी सबैसँग बसिरहेछौँ क्या हो त्यही हो जेसा अनि जेसाको परिवारले यतिसम्म बुझिदिने श्रीमान पाउँदै गर्दाखेरि कस्तो लाग्छ जेसालाई त्यही भएर त बिहे गरेको नि बुझिदिने श्रीमान छ फ्यामिली छ नत्र त एउटा छोरी मान्छेले बेच्दै कि त यति चाँडै बिहे गर्नु त चाँडै त के भनौँ मान्छेले 18 वर्षमा त 15 वर्षमा त छोराछोरी पाउँछ म त ठुलै भयो त नि अलिकति हाइटले मात्रै धोका दिएको हो हाइटले मात्र धोका दियो कि मलाई नत्र त उमेर त पुगिसक्यो होइन चाहना त होला नि त चाहना त पुरा भइसक्यो त अब त चाहना पुरा भयो नि अब विवाह पनि गर्नुभयो बेबी प्लानिङ चाहिँ कहिले हो त्यो 10 वर्षपछि 10 वर्ष त अलि धेरै भएन त्यस्तो हामीले सोचेको छैन त्यो त जतिखेर बेबी आउँछ त्यतिखेर अहिले कसरी भन्ने त्यो अब खोइ है तर जेसाले त होइन यस्तो हुन्छ नि त छोरा मान्छेलाई भन्दा पनि श्रीमानलाई भन्दा पनि श्रीमतीलाई चाहिँ बेबीको चाह त हुन्छ नि के कसो जेसा ल भनौँ त चाह त छ नि होइन थियो तपाईँले भन्नुहुन्छ होला नि होइन उहाँलाई थियो अहिले छैन योजना त हुन्छ होला नि पहिलो बेबी चाहिँ छोरा जन्मने कि छोरी जन्मने भन्ने खालको योजना त पक्कै पनि हुन्छ त्यो त बिहे गर्नुभन्दा अगाडि भन्थ्यो नि छोरी 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 मैले छोरा दुईजना नमिलिरहेको रहेछ पुरै मिल्दैन अनि छोरा उहाँलाई छोरी मलाई पहिला के बनाउने जेसा हजुर पहिला छोरा बनाउने छोरी बनाउने पहिला कटियोस् न कुराहरू अनि त्यसपछि हेरौँला सक्सेसै भएको छैन अब भर्खर त स्टार्टिङ भइरहेछ अहिले भर्खर त स्टार्टिङ छ अझै ब्रान्चहरू खोल्नु पर्ने सपना त छ नि अलिकति भन्नु न एकजनाले बेबी सम्हालेर बसेर अर्कोजनाले यहाँ बिजनेस सम्हाल्ने भइहाल्छ नि त्यो त अब इच्छा पो हुनु पर्यो त उपाय त निस्किहाल्छ नि त्यस्तो सोचै छैन है मैले भनिहालेँ नि सँगै छैन भने किन सँगै भएसँगै रेस्टुरेन्ट खोल्ने भयो नि सँगै अब बच्चा हुर्काउनु पऱ्यो नि अब पछि गएर हुर्काउनु पऱ्यो नि दुईजनाकै साथ होस् कि कति मान्छेहरूको हुन्छ नि अब मेरै दिदीको नि अब बच्चा सानोमै छोडेर भेना जापान विदेश जानुभयो अब दिदीले मात्र हुर्काएको छ नि त अहिले अब कति गाह्रो भइरहेछ भेनालाई त थाहा छैन नि त पैसा मात्र पठाएर त हुँदैन नि हरेक कुराहरू त्यो बेला साथ सपोर्ट बुढाको पनि बुढीको पनि छोरी पनि त्यही अनुसारले हुर्किन्छ नि त अब एउटाको मात्रले त अलि बाउले नि त्यो उसै माया हुँदैन कि त्यो त्यही भएर त मलाई हुर्काउनु मन छ नि दुईजनाको माया बराबर बच्चालाई चाहिँ त्यही
मलाई चाहिँ टाढा हुनु मन छैन, बच्चा भइहाल्यो भने नि सँगै। अब विदेश जाने यताउता त्यस्तो, विदेशै जानु छ भने नि बरु बेबी प्लानै नगर्ने, एक्लै चाहिँ पार्नु हुन्न जस्तो लाग्छ कि। हजुर, यो अलिकति व्यवसायिक कुराकानी गरौँ। तपाईँ जोडीको अब रमाइलो कुराकानी पनि गऱ्यौँ, अलिकति व्यवसायिकतिर जाउँ, व्यवसायिक कुराकानीतिर जाउँ। जेसा त सेलिब्रेटी नै हो, टिकटकको सेलिब्रेटी होइन? के अरे अब यसो गर्दै गर्दाखेरि टिकटकबाट तपाईँका फ्यान फलोवर्सहरू, तपाईँका साथी सङ्गीहरू क्याफेमा आउने, तपाईँको ग्रान्ड ओपनिङ छ आज होइन? कतिको साथ समर्थन सपोर्ट छ? अब बोलाउनु पर्ने मान्छेहरूलाई बोलाइहाल्यो, आउने नआउने त उहाँहरूको हुन्छ। तर इन्भाइट त सबैलाई पठाएको छु, आउनुहुन्छ। फोन गरेर पठाउनु भयो कि कार्ड छापेर पठाउनु भयो? फोन पनि गरे हो, पर्सनल फोन, अनि चिठी नै हो, कार्ड पनि पठाए। अब आउनुहुन्छ नि, आउन सक्ने अब काम आज जसको छैन उहाँहरू त आउनुहुन्छ आज, अनि बाँकी चाहिँ भोलि आउनुहुन्छ। तपाईँको यो ओपनिङ कहिलेसम्म छ? 3 दिनलाई राखेको छ। 3 दिनलाई 11, 12, 13लाई राखेको छ। ए अनि जेसा अलिकति ठिक छ, यो तपाईँको व्यवसाय सफलताले शिखर छुमोस् होइन, अत्यन्तै सफल बन्दै जानु होला। काठमाडौँ भरै नै, काठमाडौँ, भक्तपुर, ललितपुर ठाउँ ठाउँमा गल्ली गल्लीमा तपाईँको ब्रान्चेसहरू हेर्न पाइयोस्, हामी शुभकामना दिन्छौँ। अर्को कुरा के छ भन्दाखेरि नि, श्रीमान श्रीमती नयाँ नयाँ जोडी भएपछि साह्रै नै माया लाग्छ अरे क्या, अति नै माया लाग्छ अरे। अनि माया लाग्नुको पछाडिपट्टि शङ्का पनि हुन्छ अरे, कहिलेकाहीँ शङ्का हुन्छ हुँदैन एकअर्कापट्टि? जेसाबाट जानु चाहिँ शङ्का हुन्छ र? मबाट त हुँदैन, अब हुने भए त अब मबाट चाहिँ हुन्छ। खोइ के थाहा, अब त्यो त तपाईँ मनको कुरा सोधेको। शङ्का त देखिहाल्छ नि गऱ्यो भने त। मैले त त्यस्तो, हामी त शङ्का भन्ने कुरै छैन बिचमा होइन। मोबाइल टुङ्ग म्यासेज आयो भने कसको आयो हेरौँ न भनेर कसले भन्छ पहिला? भन्दैन कसैले। मोबाइलै चेक गर्ने टाइमै हुन्न यहीँ हाम्रो। अब 24 आवर त सँगै हुन्छ, कोसँग थर्ड पर्सन कोसँग बोल्न जाने टाइमै मिल्दैन अरूसँग बोल्ने। कस्टमरसँग मात्र बोल्ने अर्डर आउँदाखेरि त्यति हो, नत्र कलै आउँदैन कि मम्मी ड्याडीहरूको आउनु पर्यो। भनेपछि अर्डर अनलाइनबाट पनि तपाईँले हाम्रो अनलाइनमा पार्सल गर्नुहुन्छ? हजुर। जस राम्रो छ व्यवसाय चाहिँ? हजुर ठिकै छ, राम्रै छ भनौँ, ठिकै छ। ठिकै छ। तपाईँले फ्यान क्लोजरले बोलाउनु भएन नि त? अनि विवाह गरेर बोलाउनु भएन? बोलाउँला, ठुलो पार्टी गरेपछि बोलाउँला। हाम्रो त फेरि 2टा बिहे हुन्छ नि त हाम्रो। अब एउटा त ग्रान्डवाला, अब यस्तै ग्रान्डवाला त बाँकी छ नि। त्यो चाहिँ बच्चा जन्माएपछि हो कि होइन? त्यो त अब कहिले बच्चाकै पछाडि लाग्नु भयो। कहिले हुन्छ भन्ने कुरा हो क्या ठुलो विवाह चाहिँ? त्यो त अब हुन्छ अब पछि, अब त्यो त केही महिनापछि, वर्षपछि, वर्षपछि। अब हामीले मात्र भनेर भएन, उताको फ्यामिली पनि अब त्यो बेलासम्ममा अब बाबा पनि, उहाँको बाबा ससुरा बा कन्ट्याक्टमा आउनुहुन्छ कि त्यो बेला, त्यही सोचिरहेको छु। अब के हुन्छ भन्ने चाहिँ त्यही बेला। अब अहिलेलाई चाहिँ त्यो ठुलो बिहे चाहिँ अब सानो बिहे भइहाल्यो, अब ठुलो बिहे पछि। ल हुन्छ, व्यवसाय पनि सफल बनोस्, तपाईँको दाम्पत्य जीवन पनि सफल बनोस्, शुभकामना दिन्छौँ। लगभग हामी अन्तिममा छौँ, के भन्न चाहनुहुन्छ? तपाईँले हेरेर बसिराख्नुभएका तपाईँका फ्यान फलोवर्सहरू, तपाईँका शुभचिन्तकहरू, अनि या हेरेर बसिराख्नुभएका दर्शकहरूलाई सबैजनालाई पहिला चाहिँ धन्यवाद होइन, तपाईँहरूले गर्दा यति भइसक्यो, यति ठुलो कुरा काम भनौँ न खोल्न सक्यो होइन। अनि अरू चाहिँ हजुरहरू पनि आइदिनु होला। हाम्रो चाहिँ अब त 2 दिन भनौँ न, 2 दिन बाँकी, आज गइहाल्यो। अब 2 दिन बाँकी चाहिँ सबैजना आइदिनु होला। विशेष छुट छ भनौँ न होइन, ग्रान्ड ओपनिङको टाइममा। धनेश्वर चोक, टोखा धनेश्वर चोक, नाम चाहिँ फुड स्टेसन छ। नम्बर चाहिँ नम्बर के हो तपाईँ भन्नु त? नम्बर चाहिँ 9749720177। कन्ट्याक्ट गर्नु होला, फुड डेलिभरी पनि हुन्छ। अब चाहेको बेला सम्पर्क गर्नु होला, हामीलाई व्हाट्सएपमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि डेलिभरीको पनि यहाँ नजिक चाहिँ फ्री नै छ, नत्र चाहिँ हामीले इन्ड्राइभबाट पठाउँछौँ।
एकदम मिठो छ फुडहरू चाहिँ अहिलेसम्म। खाइदिनु होला जस्तो चक्लेटी टाइपको जेसा हुनुहुन्छ त्यस्तै खाना पनि छ स्वाद एकदम यहाँ चाहिँ मिठो छ फेरि मलाई त मिठो लाग्छ अब हजुरहरूलाई अब यहाँ चाहिँ 3टा फुड छ कि एकदम राम्रो भनौँ न हामीले निकालेको भनौँ न छुट्टै 3टा फुड छ ऊ चाहिँ मिठो लाग्छ मलाई चाहिँ के यहाँको हो भन्दैनौ नि त 3टा फुड के हो भन्नु न चिकन क्रन्ची मोमो औ अनि मङ्गोलियन चिकन अनि चिकन फ्रेन्च फ्राई अँ। यो चाहिँ प्रोडक्ट तपाईँहरूकै हो हजुर मङ्गोलियन चिकन चाहिँ यो अलि चाहिँ हाम्रो अलि चाइनिज टाइपको होइन चाइनिज प्लस चाइनिज प्लस गुलियो नेपाली अँ। चाइनिज प्लस मिक्स छ नेपाली भनौँ न मिक्स तर मिठो छ टेस्ट मिठो छ हाम्रो अहिले चाहिँ त्यो टेस्टको लागि भयो भने अब हामीले चाहिँ आफैले पनि भनिरहेको हुन्छौँ अब छन त स्पेसल छँदैछ अनि टिम्बुर चिकन पनि हो एकदम बवाल छ त्यो चाहिँ अहिलेसम्म रिभ्यू चाहिँ राम्रो आएको छ अहिले अब हामीले त यो निकालेको धेरै त भएको छैन तर राम्रो छ राम्रो छ रिभ्यूहरू राम्रो आएको छ है हस् तपाईँहरूको मिठो कुराकानी साथै दर्शकले हेर्ने दर्शकले पनि मुख रसाइसक्नु भयो होला सायद फोन पनि बत्न लागिसक्यो होला लाइभमा पनि हुनुहुन्छ यहाँ साथी होइन ल धन्यवाद समय सम्मानको लागि हस् हस् धन्यवाद